नमस्ते सबैजनालाई। अनि यो चिसो चिसो मौसममा न्यानो न्यानो मायाको साथै आज म तपाईँहरूलाई अर्ग्यानिक मुलाको गुन्द्रुक बनाएर देखाउने कोसिस गर्दैछु। यति राम्रो अर्ग्यानिक मुलाको पत्ता त्यसै किन खेरो फ्याँक्नु भनेर चाहिँ मैले यो मुलाको पत्तालाई चाहिँ राम्रोसँग केलाएर धुएर अनि पतला गरेर घाम पर्ने जग्गामा यसरी ओइलाउनुको लागि झुन्डाएको छु, सुकाउँदैछु। घाम पनि साह्रै मजाले कडा लागिरहेको छ, ओइलिँदैछ यो पत्ताहरू चाहिँ मजाले। यसरी घाम लागेको देखेर नै अलिअलि जाँगर चलाएको नि मैले। मुला पनि अचार हाल्नुको लागि काटिसकेँ अघि नै। यो पत्ता चाहिँ उठाउनु अलिक ढिलो भएको थियो कि साथीहरू, अलिकति बेसी नै सुकेछ र पनि बनिन्छ गुन्द्रुक यसको। यतिको चाहिँ भएको छ। यसलाई चाहिँ अब सानो ओखलीमा राखेर चाहिँ यसरी कुच्चाउँदैछु। यो फलामको ओखलीमा, कतिजनाले खल पनि भन्नुहुन्छ है यसलाई। साह्रै मसिनो चाहिँ बनाउँदिनँ, ठिकैको मात्रै अलिअलि कुच्चाउँदै राख्दैछु। अलिअलि जाँगर चलाएको कस्तो हुन्छ है गुन्द्रुक चाहिँ। यी सबै कुच्चाइसकेँ अहिले चाहिँ। यसमा चाहिँ अब पानी उमालेर हाल्छु म। सुकाउँदा त कति धेरै जस्तो देखेको थियो, अहिले त यी कम्ती जस्तो भइरहेको छ। राम्रो भयो भने 1-2 झाक भए पनि खानु पाइन्छ होला। आफैले मेहनत गरेर बनाएको खानेकुरा खानुको मजा नै अलग हुन्छ नि है। मैले चाहिँ तातो पानी हालेर यसरी निचार्दैछु गुन्द्रुकलाई चाहिँ। गुन्द्रुक भन्दा पनि बनिसकेको त छैन, त्यो कुच्चाको पत्तालाई भनौँ न, सागलाई। अनि एउटा सफा डिब्बा रेडी गरेको छु मैले साइडमा। यसरी यो डिब्बामा राख्दै राख्दै जाँदैछु। गुन्द्रुक चाहिँ कस्तो बनिने हो, मेहनत त अलिअलि गर्दैछु। यसरी थिच्दैछु। तपाईँहरूको कसलाई गुन्द्रुक मनपर्छ कमेन्ट गर्नुहोला। मलाई त साह्रै मनपर्छ। घरमा गुन्द्रुक सकेको छ भने के छैन जस्तो लाग्छ, कस्तो खानु मन लागेर साह्रो पर्छ नि हौ। यसरी राम्रोसँग थिच्दैछु मैले चाहिँ। अनि हातले मात्रै भएन होला भनेर यो सानो मुस्लीले पनि थिच्दैछु, अघि कुच्चाको मुस्ली ओखलीको। मान्छेले खाने कुराहरू चाहिँ के नि, कोही कसरी बनाउनु पर्ने तरिकाहरू पनि कस्तो कस्तो हो है। आमामा, यसरी मैले थिचिसकेर चाहिँ राम्रोसँगले बिर्को लगाउँदैछु। अब चाहिँ तातो जग्गामा राख्छु यसलाई। यसलाई चाहिँ तातो जग्गामा राख्नुपर्ने भएकोले गर्दाखेरि घाम लाग्दा दिउँसो चाहिँ मैले घाम पर्ने जग्गामा बाहिर राखेँ। अनि घाम नलागेको टाइममा चाहिँ मैले ग्यास चुल्हाको छेउतिर राखेँ। फाइनली अहिले चाहिँ एकदमै राम्रोसँगले गुन्द्रुक बनिसकेको छ साथीहरू। यसलाई चाहिँ यो बनिनु बित्तिकै कैँचीले मसिनो छोटो छोटो काटेर सुकाउनु पनि सकिन्छ, तर मलाई चाहिँ हतार भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ काटिरहनु चाहिँ भ्याइनँ। यसलाई चाहिँ एउटा सफा च्यादर ओछ्याएर चाहिँ मैले सुकाउँदैछु पतला गरेर। यसलाई चाहिँ यत्तिकैमा रस या अचारहरू बनाएर खानु पनि सकिन्छ, आलोमा नै नसुकिकन। तपाईँहरूले पनि मुला चाहिँ खाएर पत्तालाई फ्याँक्नुभन्दा चाहिँ यसरी गुन्द्रुक बनाएर पनि खानु सक्नुहुन्छ। मैले चाहिँ यसरी सबैलाई पतला गरेर सुकाउँदैछु। गुन्द्रुक बनाउनु त प्रायः सबैले नै जान्नुहुन्छ होला, तर कोही कतिजनाले त जान्नुभएको हुँदैन। उहाँहरूलाई मेरो यो भिडियो मार्फत मद्दत मिलोस् भन्ने आशा गर्छु। अहिले चाहिँ गुन्द्रुक राम्रोसँगले सुकि पनि सकेको छ। यो चाहिँ पहिला काटेर नसुकाएको भएकोले गर्दाखेरि पकाउने बेलामा मनतातो पानीमा भिजाएर काट्नु पनि सकिन्छ। यदि लामो नै मनपर्छ भने त लामोलाई पकाउनु पनि सकिन्छ। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।